So hello everyone, नमस्ते, वेलकम टु ब्याक अनदर द भिडियो। अनि आजको दिन भनेको एकदमै झकास पानी पर्न लाग्छ। अनि केटाहरू उकालो उक्लिरहेछ, म पनि उक्लिरहेछु भनौँ। अनि म चाहिँ यहाँ यसरी कपाल काटेर चाहिँ यसरी बनाएको चाहिँ छु। किन भन्दाखेरि कपाल धेरै लामो पाल्दाखेरि अल्छी लाग्यो। अनि यस्तो टाउको चिलो हुने, कपाल धेरै झर्ने भएर चाहिँ मैले कपाल काटिदिएँ। अनि केटाहरू यहाँ आएर नि उकालो यस्तो डेन्जर छ। अब यहाँबाट यस्तो भिडियोबाट चाहिँ राम्रो हुन्न, त्यो पनि बबाल छ। हाम्रो नेचुरल भाइब हेर्नु, जस्ट वेट फ्यु मिनट्स। जाँदै गर बाबु, यस्तो छ, यस्तो बबाल छ है। यहाँबाट झऱ्यो भने सक्यो, एकैचोटि उहाँ तल मुनि पुग्छ कि। त्यही हो, केटाहरू उभिसक्यो, उक्लिनु पर्छ। लोद उकाल छ कि फेरि म कल्टु लाग्छु, चप्पल छ, टी सर्ट भयो, त्यही पनि पसिनाले भिज्न लागिसक्यो। अनि हामी चाहिँ आज पौडी खेलेर आएको। सो तपाईँहरूले अहिले म के भन्नु चाहिरहेको छु भन्दाखेरि, म चाहिँ मिनी भ्लग चाहिँ बनाइरहेको छु आजभोलि। जस्ट अब सर्ट्समा हाल्दाखेरि कि चाहिँ होइन, अनि सर्ट्समा मिनी भ्लग हाल्दाखेरि छिटो हुन्छ कि। अनि त्यही भएर लङ भिडियो भन्दा नि मिनी भ्लग हाल्न सजिलो लाग्यो मलाई, त्यही भएर मिनी भ्लग हालेको। हेर्न नबिर्सिनु होला, त्यही हो। अनि मेरो सास फुल्लिसक्यो, झन् उक्लिने बेला झन् कस्तो होला कि हालत त्यसमा। झन् पाहाडमा झन् कसरी उक्लिन्छ होला। केटाहरू जाँदैछ, बाटोदेखि बाटो एकदम खरा, यस्तो डेन्जर बाटो छ कि। सो गाइस, त्यही हो। अब हामी 2x मा राख्न गइरहेको छु अब भिडियोलाई। लेट्स गो। सो केटाहरू अब स्टार्ट भइसक्यो, अब जानको लागि बाटो। अब म नि त्यही हो, अब हामी हिँड्नुपर्छ। ल हिँड बाबु, यहाँ पुग्नुपर्छ। यी यस्तो कचेडा मचेडा फालेछ, यी एउटा हिँडिसक्यो। लु त्यो चक्लेट खाएर हिँड्यो, चक्लेट खोइ। सो त्यही हो गाइजहरू, अब हामी माथि जान्छौँ, त्यही हो। अनि भिडियो एन्डिङसम्म हेर्नु होला। स्टार्टिङ अब हामी जाँदैछौँ। यो आलु जस्तो छ, बोक्नु उडेछ मलाई। लो ब्याट्री पावर गर्दै अफै गरिदिनु, अफ भइसक्यो। अब त्यही हो, हामी जाँदैछौँ है। कति हल्लाको होला त्यस्तो चाहिँ होइन, मान्छे म बबाल्छु, मसँग कोही पनि नदाच्नु, फेरि कट्टा खालास फेरि। त्यहाँनिर भलायो उयस गर्दैछ यहाँनिर, तपाईँहरूले देख्दैन हो, त्यसमा छ केटाहरू पुग्छ पछाडि थियो। बसेर भिडियो बनाउनु सजिलो हुन्छ कि, त्यही भएर। कपाल काटेर कस्तो देख्यो होला, जस्ट कमेन्ट गर्ने होला गाइज। सो गाइज, अहिले चाहिँ म होइन रिचार्ज दिन आएको। किन रिचार्ज दिन आयो भन्दाखेरि, रिचार्ज दिन चाहिँ जाँदैछु, रिचार्ज दिन आएर पनि जाँदैछु। किन जानु लाग्यो भन्दाखेरि, मेरो घरमा लाइन ओभरडोज आयो। ओभरडोज आएपछि त अब जस्तै मान्छेले भात खाएपछि झन् थप्दै गएपछि, धेरै भएपछि त्यो उयस हुन्छ नि त, पड्किन्छ हो। त्यस्तै भएको, पड्केको भए पनि फ्युस गयो, अनि त्यो रिचार्ज दिन आएको। सो अब चाहिँ रिचार्ज दिन ठाउँमा गएर भेट्छौँ।